हेर बेबी त्यहाँ गएर क्याङ 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 गर्ने होइन नि मलाई फर्किहाल्ने नि भात खाएर आयो नि एकछिन रुक त्यो गरिबको छोरालाई हेल्प गर्न आउँछु दाइ 5-6 दिनदेखि केही खाएकै छैन 5-10 रुपियाँ छ भने देऊ न रुक रुक म राम्रो मान्छे हो के ल हिना बेबी जाम बेबी तिमी कस्तो राम्रो के गरिबहरूलाई पनि हेल्प गर्छौ गर्नुपर्ने त धनी भएपछि त्यही त म पटेको नि मेरो अर्को पनि छ मेरो भोक लाग्यो अघि जानु भनेको होइन खाना खाएर आऊ भनेर उयो पसल रहेछ ए पर्दैन कि त्यो जानु दाइ मलाई त्यो यो मिलाइदिनु न खानु हुँदैन कि त्यो जङ्क फुड खायो भने मान्छे पोक्लोकै मर्छ अस्ति त्यो केटी त मर्यो दाइ उति पनि दिनु त कुन चाहिँ यो दिन मैले Run. कहाँ गएछ यो लामा यो गर्लफ्रेन्ड पाल्नु नि लास्ट गएर के गर्लफ्रेन्ड रे को गर्लफ्रेन्ड गर्लफ्रेन्ड साथी यो गर्लफ्रेन्ड के त्यसलाई क्यान्सर भएछ भने कहाँ जान आँटेको तिमी यतै घुम्दै हो घुम्न आएको बेबी यसको पैसा तिर्दौ न मैले पैसा ल्याउनु बिर्सेछु पैसा एकछिन ल A few moments later. कहाँ गएछ यो हिजोको कुरा थाहा पायो क्या हो कसरी हेर्छ त बेबी तिमी मलाई माया गर्छ कि गर्दिनौ ल के कुरा गर्छ यो हात काटेर देखाइदिउँ लु त होइन के ठन्डा सानमा हल्का दुख्छ कि गरम सानो आएपछि काट्छ ल ए यसो पुरा छ र बरु मलाई तिम्रो इन्स्टा र फेसबुकको पासवर्ड देऊ के को पासवर्ड चाहिँ ल यहाँबाट स्क्रिनसट गरेर लियो भयो भयो के साह्रो गरिब हौ पैसा नभएर गरिब भयो नि त म हेलो ओ सूर्य तेरो गर्लफ्रेन्ड मलाई कल गरेछ भने यही छ मेरो गर्लफ्रेन्ड होइन के अर्को गर्लफ्रेन्डले तेरो बाबु मर्यो रे ल ल कङ्ग्रेचुलेसन एला म साइको हो क्या त तँलाई भने के तेरो कल लाग्दैन कल लाग्दैन तेरो गर्लफ्रेन्ड के गरे हो तिम्रो गर्लफ्रेन्ड छ हो छैन के बेबी बस्दैन रङ नम्बर के रङ नम्बर ओ सूर्य तेरो त दुईटै गर्लफ्रेन्डले कल गरिरहेछ हैन खुस्की के हो तिम्रो त हैन साइडमा कुरा गर्नु छ तिमीसँग बेबी सुन न भन न मलाई यो रिलेसनमा बस्नु मन छैन के थाहा छ म बुझ्छु तिम्रो मनको कुरा खासै मलाई पनि यो रिलेसनसिपमा बस्नु मन थिएन कि मैले तिमीलाई भन्नु मात्रै नसकेको गरौँ ब्रेकअप त्यसो हैन के मलाई बिहे गर्नु मन छ के बिहे के सार भेडा बाख्रा जस्तो गर्लफ्रेन्ड पाउन सकेको तैँले ल दबाई खा टाउको दुखेको दबाईले भने कहाँ खुट्टा दुखेको दबाई लिएको दबाई त दबाई हो नि खुट्टा दुख्यो भने टाउको दुख्यो भने तँ त हो यार तर तँ एलिजाले बिहे गर्छु भन्छ यार ल बधाई छ त्यस्तो नभन्न खा चुपचाप लाग्यो त्यसको दाइ कस्तो छ थाहा छ तँलाई हे मलाई चाहिँ कसरी थाहा हुन्छ त्यसको दाइ मेरो गर्लफ्रेन्ड हो र यार कस्तो कुरा गर्छस् यार साइकको हो क्या हो बरु के आइडिया लगा नि यार मेरो ब्रेकअप गराइदिने यार ब्रेकअप चाहिँ किन गर्छस् यार तेरो त ट्रु लभ होइन रिटै कस्तो कुरा गरेको यार त्यसको दाइ मा केरेक छ कि त्यसले मेरो टाउको भाँचिदिन्छ फेरि के गर्न यार मलाई बचा न यार मलाई यो केटीहरूबाट ब्रेकअप चाहियो कि यार जसरी पनि केही आइडिया लगा न यार प्लिज गर्न के गर्न तँलाई ब्रेकअप चाहियो होइन के मलाई जसरी पनि ब्रेकअप गराइदिने यार त्यसको दाइ मा पग्ला छ कि त्यसले मलाई जिउँदै आगो लगाइदिन्छ भने ल भोलि बिहानै त्यो डाँडाको मन्दिरमा एलिजालाई लिएर आइज तिमी दुइटाको म ब्रेकअप गराएरै छोड्छु फिक्स नि फिक्स ब्रेकअप भएन भने मेरो नाम चेन्ज हान्ने के ल होटल भने कहाँ लिएर आएको तिमीले कति होटल भनेको कहिले कहिले त मन्दिरमा नि यसो दर्शन गर न किन त्यहाँ एउटा बाबा बस्छ कि उसले तिम्रो सबै हेरिदिन्छ मेरो मतलब हात के बाबालाई सबै थाहा छ बाबाले हात हेरिदिनुहुन्छ कि आजै तिम्रो मेरो बिहे पनि हुनसक्छ या त ब्रेकअप पनि हुनसक्छ के हिँड न बिहे मैं बाबा टिल्लू नाम मेरा बाबा टिल्लू बाबा गुहेश्वर नमस्ते
चुप बालक, मलाई सबै कुरा थाहा छ। तैँले उयो रुखको पछाडिबाट आएको हो कि अपुई हो भगवान हो, हामी अहिले त्यहीँबाट आएको नि। भनेपछि पक्का तैँले भात खाएर आएको। खाएर आएको के भातल सबै खाएर आएको अपुई, प्रभु भगवान। भनेपछि तेरो यो गर्लफ्रेन्ड हो कि होइन? भनेपछि तेरो पक्का ब्रेकअप हुन लेखेको छ। अपुई भगवानको ईश्वर बाबा चाहिँ। ए मतलब तिमीहरूको पक्का बे हुन्छ के? म हुँदाहुँदै चिन्ता नगर न। जे होस्। के गर्छस् त अब? हातेर नाक हात्यो हात्यो। खोइ हेरौँ। तिमी योसँग रिलेसनमा बस्यो भने तिम्रो भाउ पहिला जान्छ। के भन्छ यो बुढो पागल भयो क्या हो? ए होइन होइन, अनि यो कहाँ कुद्दैन हातदेखि अर्को हात देऊ। तिमी योसँग रिलेसनमा बस्यो भने पुक्लुक्कै हुन्छौ। मतलब तिमी र म रिलेसनमा बस्यो भने तिमी मर्छौ के? म जिउँदा हुँदाहुँदै कसरी तिमी मरेको हेर्नु सक्छौ? आँखा बन्द गर्छु बरु। के अरे? तिमी र म रिलेसनमा बस्यो भने तिमी पक्लकै मर्छौ कि? बरु ब्रेकअप गरौँ हामी। तैँबाट गइहाल, तैँबाट गइहाल। तँलाई म चाहिँ के चाहिँ भन्छु, मेरो बात नाड्नु नपरोस्।